welcome back to my YouTube channel Sanju Yugma Vlogs. So म चाहिँ अहिले भने चाहिँ बारीमा आइसकेको छु। एकदमै पानीहरू परिरहेको छ है। अन्त मलाई चाहिँ चाहिएको यो प्याजको पत्ता हो। प्याजको पत्ता धनिया लिन आएको म चाहिँ। अन्त मैले यहाँ चाहिँ प्याजको पत्ता आदि टिपिसकेँ। हात खाली नभएर चाहिँ साथीले एकदमै गाह्रो भयो हो। अन्त मैले चाहिँ यहाँनिर उयो धनिया र प्याजको पत्ता पनि टिपेर आइसके हो। अन्त मेरो हात खाली नभएर बिजोक भयो। मैले अघि बारीबाट ल्याएको एकदमै अर्ग्यानिक धनिया प्याजको पत्ता चाहिँ यहाँनिर मिक्स भइसकेको छ। अन्त एकदमै अर्ग्यानिकहरू चिज मात्रै युज हुँदैछ आज चाहिँ। यो चाहिँ अदुवा हाम्रो सानो भेनाले चाहिँ यहाँ अदुवा लाउनु हुँदैछ। डो चाहिँ अघि नै भेनाले रेडी गरिसक्नु भएको छ। अहिले भने चाहिँ यहाँनिर हाम्रो आगोहरू बलिसकेको छ। यसरी यता चाहिँ अब दुध पकाउनुपर्छ। यता चाहिँ हाम्रो यहाँनिर मोमोको लागि सुप्टी खाइरहेको छ। हाम्रो भेनाले चाहिँ सुरु गरिसक्नु भएको छ। एकदमै चुलामा बनाएर खाने हो हामी चाहिँ। अन्त यता चाहिँ सानो भेना हुनुहुन्छ खामदुङबाट। अन्त यहाँ चाहिँ हाम्रो ठुलो भेना हुनुहुन्छ रिनकबाट। भेनाहरूले चाहिँ यहाँ यसरी सुरु गरिसक्नु भएको छ। सो हेर्दै गर्नुहोस् होला, कन्टिन्यू। उहाँले बनाउनु भएको भेना ठुलो भेना अनि त्यसमा चाहिँ हामीले सबैभन्दा एक्स्ट्रा चाहिँ हामीले के हालेको छौँ भन्दा चाहिँ हामीले यहाँनिर प्याजको पत्ता हालेको छौँ, अदुवा हालेको छौँ। आजको रेसिपी एकदम राम्रो भएको छ। अनि धनिया पनि हालेको छौँ यसमा। अनि यहाँनिर प्याजभन्दा मासुको बेसी क्वान्टिटी यहाँ देखिरहेको छ। देख्न सक्नुहुन्छ आजको साँच्चै स्वादिष्ट हुन्छ भन्ने मलाई पूर्ण आशा भन्छ। यहाँलाई भरे खाइकन भनौँ यसको हाम्रो नानाले चाहिँ दुध धोएर पनि ल्याइसक्नु भएको छ। हाम्रोमा चाहिँ यसरी हुन्छ दुध चाहिँ। चाहिँ एक भाडा निस्क्यो। घाँस किन पो हाल्नु भएको होइन? यो चाहिँ किन पो हाल्नुपर्छ? यो तेल चाहिँ जब हामी हाल्छौँ, जब हामी मोमो बनाएर राख्छौँ, पाक्दाखेरि चाहिँ जब यसले निकाल्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ यो मोमो चाहिँ फाट्ने अथवा त्यसमा त्यो टुट्ने सम्भावना हुन्छ। या टालिने, विशेष गरी टालिकन टुटिने सम्भावना हुन्छ। त्यसले गर्दा जब हामी तेल प्रयोग गर्छौँ भने त्यसले चाहिँ यो सतहसँग चाहिँ चिप्किएर बस्नबाट जोगाउँछ। त्यसले गर्दा हाम्रो मोमो चाहिँ एकदम फ्रेस, एकदम जस्तो सेपमा बनाएको त्यस्तै रहन्छ। त्यसले गर्दा यो तेल लाउनु अति अनिवार्य छ। हामीले कुनै पनि तेल, रिफाइन्ड तेल अथवा मस्टर्ड ओइल, कुनै पनि ओइल तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यहाँ यसरी प्रयोग गर्नुपर्ने हुन्छ। त्यो मुनि टालिँदैन है, नभए चाहिँ यो पार्ट चाहिँ टालिने चान्सेस हुन्छ नि त। सो त्यही भएर एक मक्टु चाहिँ पाकिसक्यो हाम्रो मोमो चाहिँ। अन्त यहाँ चाहिँ फेरि बनेकै छ मोमो चाहिँ लगातार। एक मक्टु चाहिँ पाकिसक्यो। ठुलो भेनाले बनाउनु भएको कन्टिन्यू भइरहेको छ मोमो यसरी। अनि हामी मोमो चाखी पनि सक्यौँ पहिलो खेप चाहिँ। एकदमै टेस्टी, कस्तो एकदम टेस्टी रहेछ। सबै कुरा मिलेको। हाम्रो चाहिँ लाइटको अलिक समस्या भएको कारणले गर्दा यहाँनिर इमर्जेन्सी लाइट यहाँ बाल्ने भइरहेछ। नि त बल्ब त छैन, यो एनएसपिसीको लाइट छैन यहाँनिर नार्दामा। मोमो अब पाकेर यहाँनिर अब हिउनाले चाहिँ हाल्ने दुध पनि यहाँनिर पाक्नु लागिसक्यो, हाल्नु आँटिसकेको छ। यहाँनिर हाल्ने भनेर यहाँ लाउनु मोमो गिराउने हो। यहाँ खोली बक्सिङ त देखाउनु भनेको त यस्तो भएको छ। हजुरको मैले बनाउने मेरो आइडिया यिनीहरूले सिकाएर मैले बनाएको सिकाउनु पऱ्यो मोटा अघि। दुध पनि उम्रिनु आँटेछ नि है। एक मक्टु चाहिँ अघि खाएला।
फाइनली मोमो चाहिँ रेडी भइसक्यो। अन्त हामी चाहिँ यहाँ अब सबैजना भएर मोमो खाना सुरु गरेको। मिठो भएछ आमा? भेनाले मोमो खानु हुँदैछ। टेस्टी भएछ भेना मोमो? यता हाम्रो ठुलो भेनालाई एकदमै टेस्टी भएछ है हाम्रो आजको मोमो चाहिँ। नाना यता हुनुहुन्छ, यता चाहिँ हाम्रो ठुलो नाना हुनुहुन्छ। नाना पनि खाइहाल्नु नि तातो तातो। एकजना पर मेकानिक। ओके गाइस, आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनुहोस् होला, लाइक पनि गरिदिनुहोस् होला है। सो अहिले भने चाहिँ मेरो ब्याट्री एकदमै डाउन भइसकेको छ। सो आजको भिडियो चाहिँ म यतिमै राख्दै तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ है। सपोर्ट गरिराख्नुहोस् होला, माया यसरी नै गरिराख्नुहोस् होला। सो अहिलेलाई बाई बाई।